साथीहरू मैले चाहिँ आज हेर्नुहोस् नयाँ चिज लिएर आएको छु होइन। यो चाहिँ म ब्राजिल र जापानको गेम हुँदाखेरि चाहिँ गएको थिएँ। गइसकेर चाहिँ गेम सकिसकेपछि चाहिँ हक्कसँगले प्लेनमा सर आउँदाखेरि यस्तो बादलमा चाहिँ दुईवटा गट्टा फलेको थियो। त्यसलाई चाहिँ झ्यालबाटै फुट्ट हाम फालेर चाहिँ टिपेर ल्याएर चाहिँ यहाँ नेपालमा ल्याएर चाहिँ मस्तसँगले ड्याङ्क ड्याङ्क काटेर चाहिँ अब भड्डुमा रम्म बनाइदिनु पऱ्यो भनेर चाहिँ अब होइन। नेपालमा त कराहीमा पकाउँछ ल, म चाहिँ भड्डुमा बनाइदिनु पऱ्यो। यो ब्राजिलबाट लिएर आएको चाहिँ है झ्याप्पसँगले चाहिँ अब यसलाई मैले बनाउन लागेँ साथीहरू, गर्ल्याम गुर्लुम तरिकाले। भड्डुमा चलाउँदा चाहिँ साथीहरू पुरा आकाशमा चट्याङ परे जस्तो गडाङ र गुडुङ गर्दो रहेछ होइन। मैले चाहिँ फेरि चलाएर यस्तो छोपेर राखेको थिएँ, बाफले आँखै हेरिन नसक्नु टाल्दिएर हो। त्यसपछि फेरि आँखा पुरा बिच्दै भए पनि चलाउँदै छोड्दै एकदम यसलाई चाहिँ मैले होइन बनाउन लागेँ। एकदम बास्ना पनि स्विजरल्यान्डको जस्तो आयो क्या, मक साथीहरू पनि यसरी नै बनाएर खानुहोस् ल, ब्राजिलको गट्टा।